समाचार पार्टी हेल्थ टिप्स अन्तर्गत आज प्रस्तुत गर्नेछौं हड्डी कमजोर बनाउन सक्ने 5 गल्ती। आजकल मानिसहरूले यति खराब जीवनशैली अपनाएका छन् कि धेरैले विभिन्न स्वास्थ्य समस्याहरूको सामना गरिरहेका छन्। यी मध्ये एउटा समस्या हड्डी कमजोर हुनु पनि हो। पहिले उमेरसँगै हड्डी कमजोर हुँदै जान्थ्यो, तर अहिले अवस्था यति बिग्रिएको छ कि युवाहरू पनि हड्डी सम्बन्धी समस्याहरूबाट पीडित हुन थालेका छन्। धेरै विज्ञहरू दैनिक दिनचर्यामा अपनाएका केही गलत बानीहरू यो बढ्दो समस्याको कारण भएको विश्वास गर्छन्। हड्डीहरू जीवित तन्तु हुन् जुन निरन्तर भाँचिने र पुनर्निर्माण भइरहन्छ, तर यो प्रक्रियालाई राम्रोसँग गर्न यसलाई केही तत्त्वहरू चाहिन्छ जसको अभावले यो क्षमतालाई असर गर्छ। यसको अर्थ शरीरमा हड्डीहरूलाई बलियो बनाउन आवश्यक तत्त्वहरूको अभाव छ वा यदि तिनीहरूको कमी छ भने हड्डीको घनत्व घट्न थाल्छ। फलस्वरूप सानो चोटले पनि हड्डी फ्र्याक्चर हुन्छ। हाम्रो जीवनशैली हाम्रो हड्डीहरूलाई कमजोर बनाउनका लागि जिम्मेवार छन्। हामीले हाम्रो दैनिक दिनचर्यामा यस्ता चीजहरू समावेश गर्छौं जसले हाम्रो स्वास्थ्यलाई हानि गर्छ नै दीर्घकालीन समस्याहरू पनि निम्ताइरहेका हुन्छन्। यद्यपि यदि हामीले समयमै यी गल्तीहरूलाई सच्यायौं भने हाम्रो हड्डीहरूलाई कमजोर हुनबाट रोक्न सकिन्छ। क्याल्सियमको कमी। हड्डीको बलियोपन कायम राख्न क्याल्सियम आवश्यक हुन्छ। यसले हड्डीहरूलाई बलियो बनाउनुमा प्रमुख भूमिका खेल्छ। यदि तपाईँ क्याल्सियमको कमीबाट पीडित हुनुहुन्छ भने आफ्नो डाक्टरको सल्लाह अनुसार क्याल्सियम युक्त खानेकुराहरू खानुहोस्। भिटामिन डी को कमी। हड्डीको स्वास्थ्यका लागि पर्याप्त भिटामिन डी प्राप्त गर्नु महत्वपूर्ण छ। शरीरको क्याल्सियम अवशोषणको लागि भिटामिन डी आवश्यक छ। अनुसन्धानका अनुसार शरीरमा क्याल्सियमको स्तर पर्याप्त भए पनि भिटामिन डी को कमी भए पनि हड्डीहरू कमजोर हुन सक्छन्। त्यसैले पर्याप्त घामको सम्पर्क र भिटामिन डी युक्त खानेकुराहरूको सेवन आवश्यक छ। व्यायामको अभाव। हिजो आजको अवस्था यस्तो छ कि मानिसहरू 9-10 घण्टा बसेर काम गर्छन् र व्यायामबाट टाढा रहन्छन्। तपाईले जान्नुपर्छ कि हड्डीहरूलाई बलियो बनाउन व्यायाम महत्वपूर्ण छ। अत्याधुनिक नुन र सफ्ट ड्रिङ्क्सको सेवन। यदि तपाईले धेरै नुन खानुहुन्छ वा धेरै सफ्ट ड्रिङ्क्सको सेवन गर्नुहुन्छ भने तपाईले आफ्नो हड्डीको स्वास्थ्यलाई हानि पुर्याइरहनु भएको हुन सक्छ। यी तरह हड्डी कमजोर हुने हाम्रा केही गल्तीहरूको बारेमा जानकारी आजको हेल्थ टिप्स अन्तर्गत प्रस्तुत गर्यौं।